मैसीको के काम काम त मम्मीको जहिले काम त हुन्छ नि मम्मीहरुको धन्न लिउन आइज त मम्मीहरुको त कहिले काम भएन उले केले जरा पुरै काट्यो के के भयो जरा खुद केले गरे के भन्छ नि बदल बदलले जरा पुरै खोदेको छ पुरै बेकुण्डाहरु भाग भाग त गर्दिन् यार के बनाएको रहेछन् घर जस्तो बनाएको रहेछन् कि यहाँ बस्ने यहाँ त बदलहरु हिँड्दो रहेछ क्या हो यस्तो खोर्सी राख के यस्तो खालको रहेछ हैन के बस्यो चराचरी के बनायो के अवशेष अवशेष यो पुरै राउन्डिङ रहेछ कि यहाँ त बगैँचाहरु हैन सबै बगैँचाहरु छन् आफ्नो बुटाहरु सबै सब आफ्नो बुटाहरु छन् यहाँ पनि बगैँचाहरु यहाँ पनि आफ्नो बुटा हो फल्छ अझै पनि फल्छ उसको बेला आउने फले हुन्छ नि लान्छन् मान्छेहरूले एउटा घर जस्तो बनाएको रहेछ कि हैन वहाँबाट यहाँसम्म पुरै त्यो गरे कि आश्रम दाइ उही कतासम्म तलेसम्म छ कि हामी तलेसम्म हेरौँ कस्तो राम्रो सिन के पहिला मान्छेहरू एकदम पहिला ऋषिमुनि एकदम शान्त ठाउँमा आउँथे त्यही भएर त उबेलाका ऋषिमुनिहरूको आस्थाले नै अहिलेसम्म टिकेछ अरे के यो पहिला हाम्रा पुर्खाहरू हैन एकदम धार्मिक र धर्मप्रति विश्वास गर्ने धर्ममा चाहिँ धर्म भनेको के हो भन्ने कुराको जड त्यो के अब अहिले हरा ओके यति गरेको के मेहनत हैन अब यो पुरै मेहनत ढुङ्गा जब यहाँ केही पनि छैन वहाँबाट पुरै वरिपरि कम्पाउन्ड पुरै घेर्न तलबाट छ नि अब अहिले अब मन्दिर यो कति राम्रो के पिसफुल यसलाई भन्छन् स्वर्गको टुक्रा यही त हो नि स्वर्गको टुक्रा हैन र बाबु यो हैन स्वर्गको टुक्रा हेर त कस्तो छ आनन्द के यहाँ आयो नि कसैले के सोच्छ होला र भन न भएका चिजहरू पनि सबै बिर्सिन्छ नि त यहाँ आएपछि त्यस्तो आनन्द हैन स्वर्गको टुक्रो जस्तो एउटा कहाँ म स्वर्ग गइन्छ अरे कहाँ गइन्छ जिउँदै गइन्छ नि ठाउँमा गएपछि यत्रो रहेछ काफलको बुटो रहेछ यो गाह्रो हेर्नु कति वर्ष पहिले लाग्यो अझै पनि उस्तो फेरि पुरै वरिपरि कम्पाउन्ड पुरै घेर पुरै लाग्यो अब त्यहाँ एक कुण्डा जस्तो त्यहाँ अझै पनि छ जाम ग्यास यस्तो गर्ने होइन मजाले पूजाआजा गर्ने ध्यान गर्ने तपस्या गर्ने मान्छे खासमा हो अरे नि त नि 70 वर्षभन्दा माथि गइसकेपछि यस्तो ध्यान तपस्या गर्ने अरे कि खासमा मान्छे जुनीमा तर मान्छेले बुझ्दैन अझै पनि राजनीति गर्छु यहाँ गर्छु उहाँ गर्छु त्यसमा त के भन्छ जन्मेदेखि विभिन्न चरणहरू हुन्छन् नि त हैन बालक जन्मेदेखि त्यसको युवा अवस्थामा के गर्ने त्यो सबै छुट्याइदिया हुन्छ के ध्यान तपस्या गर्ने गृह त्याग गर्ने अनि त्यसपछि ओके पोखरी हो कि अब के हो अब यो पुरै यो औषधि हो के यो के को औषधि हो यार हुन त औषधि जो होला के जडीबुटी जस्तो होला के हैन बाउ बगैँचा रहेछ कि यो क्षेत्र नै बगैँचाको क्षेत्र रहेछ पुरै आफ्नो बुटाहरुदेखि अझै पनि छ कति वर्ष पुरानो अब यो यसमा पोखरी जस्तो बनायो होला नि नौनी सौनी यताउति पानी जम्मा पानीको स्रोत पनि थिएन यहाँ हैन नि त्यो पोखरी बनायो पानी यस्तो राम्रो देख्यो बगैँचा राम्रो चाहिँ पुरै आफै आप काफलहरू कति छन् यता त क्या मिठो आयो क्या सिन त वहाँबाट नि है क्या मजा आयो मलाई त यार म त भुलेँ हो नि बसम जस्तो त लागिरहेको छ अब घर पनि यस्तै प्राकृतिकसँग त निकट छ नि त म त यस्तो मजाको ठाउँ छ यार सब कुरा भुलिन्छ नि यहाँ यस्तो दुःख पीडा ईर्ष्या डाह लोभ लालच है के भन्छ नि मान्छे मत्तसुर भएर हैन अहिले त भम्सासुरै भएन के अहिलेको यसो विचार गर्ने हो भने हैन हेर न थोरै मान्छेले हल्का केही पायो भने नि त्यहाँबाट ऊ त्यसमा मात्ति नि के मैले मात्रै गरेको संसारमा मात्रै जस्तो अब अहिले त नेपालमा यस्तो हेर्ने पनि सबै मसिया बन्ने हैन सबै लिडर कसैले कसैलाई नगर्ने हैन कसैले कसैलाई फलो नगर्ने
यस्तो राम्रो प्राकृतिक रूपमा सुन्दर ठाउँहरूमा आउने यसलाई चाहिँ यसको यो सुन्दरता यसको शान्त लिने हो भने त मान्छे अलिकति कम त हुन्थ्यो होला हौ। त्यो पुरै यो उसले बँदेलले खुर्सेर चाहिँ के पुरै हेर भएन मान्छे आउन नि बँदेल आएर पनि अलिअलि यहाँ पनि ल मलाई यहाँसम्म लिएर यति घुमाउन सहयोग गरेकोमा मेरो भाइ सहयात्री मेरो मुटुको टुक्रा होइन लाई धन्यवाद दिन चाहन्छु। आज यो माहौल यो ठाउँ मेरो लागि नौलो हो, किनभने म यहाँभन्दा पहिला आएको थिइनँ र आएर यहाँबाट धेरै कुराहरू सिकेर जान पाएकोमा एउटा अध्ययन गर्ने क्षेत्रको रूपमा पनि लिएको छु मैले। यस्ता राम्रा राम्रा चिजहरू छन् जुन अझै पनि संरक्षण हुन बाँकी भएको जस्तो देखिन्छ र यहाँ गाउँ नजिकै छ त्यो गाउँ होइन। त्यो ठाउँ हामीलाई प्राकृतिकले के दिएको छैन र भन्ने जस्तो लाग्छ कि प्राकृतिकले हरेक कुराहरू दिएको छ, तर त्यही हामीमा अलिकति सोच विचार विवेकलाई चाहिँ अलि मध्यनजर गर्ने हो भने यस्ता ठाउँहरू जुन ठाउँ हाम्रो लागि स्वर्गभन्दा पनि कमी छैन, यही नै हो स्वर्ग। धन्यवाद, नमस्कार।